आइसक्यो मुखिया दिदीको यहाँ साथीहरूको हालत यस्तो भएको छ यहाँ हो होली खेलेर अनि गुड मर्निङ म अमृतामा आज पनि म सानो भिडियो लिएर आइरहेको छु। त्यो के हो भने तपाईँ सबैलाई मेरो परिवारदेखि धेरै 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 ह्याप्पी होलीको शुभकामना। अनि आशा छ तपाईँ सबै सन्चै हुनुहुन्छ होला अनि तपाईँहरू आफ्नो साथीहरूसँग रमझम गर्दै होली सक्नुभयो होला। खै मेरो त यताउता काम गर्दा गर्दा नै ढिलो भइसक्यो, साथीहरू सबै निस्किसक्यो। अब म जाँदैछु त्यहाँ साथीहरूसँग खेल्नु होली। अनि तपाईँहरूले कस्तो गरेर बनाउँदैछ, अलिक सेफ हुनु, आँखातिर नलगाउनु, कालो धौसो मौसो नलगाउनु हो, आफ्नो सेहतको पनि ख्याल राख्नु, गोबर सोबरको नखेल्नु हो, रङको मात्रै त्यही पनि आँखातिर नलगाउनु होला, आफ्नो सेहतको पनि ख्याल राखेर राम्रोसँग खेल्नु होला होली। अनि फेरि एक बार तपाईँ सबैलाई मेरो तर्फदेखि ह्याप्पी होली। ल हामीले कसरी खेल्छु के हो त्यो सबै म तपाईँहरूलाई देखाउँछु। त ल हेर्नु मेरो साथ। हाम्रो यहाँ आन्टीको यहाँ होली लगाउन आउँदैछु म यहाँ होली कहाँ सासू बुहारी कहाँ लगेर बसेको छ। ल ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली। आन्टी के बनाउनु हुँदैछ होलीमा? सनी छिटो छिटो गरेर जाम होली लगाउने जाने हो के को छोरा होली खेल्ने अब चल हिँड। ल आन्टी के पकवान बनाउनु भयो होलीमा? म त होली लगाएर अब हिँडेको। ए अनि अनि होलीमा अनि त्यो कोपीको सब्जी खाने हो, पनिर सनिर बनाउनु पर्छ, पकौडा सकौडा बनाउनु पर्छ। खै आन्टी ह्याप्पी होली ह्याप्पी होली। ल लगाउन आन्टी होली यहाँ छ, अलिअलि टिका लगाउँ न। यहाँ यहाँ खोलिदिइराखेको छु। पोल्छ मजाले खेल्यो मेरो ढाड दुखेर त यो पालि त घोप्री नै हुँदैन अलिकति कसले ल ल ए ह्याप्पी होली सेम टु यु। आन्टीलाई पनि लगाइदिनु पर्यो। ल आन्टीलाई मेरो आन्टीलाई ह्याप्पी ह्याप्पी होली आन्टी। ल यता यता ल आन्टी ल ल सोनिया मेरो यहाँ मेरो भाइ बुहारी यो बुहारी आज चाहिँ होलीमा बुहारी भयो है। यहाँ दिमाग खराब नगर न। ल ल बाबु ल खेल्नुपर्छ। सोनी खेल्छ नि होली जानुपर्छ होली त मेरो त उयो छ मेरो एलर्जी छ मलाई पो एलर्जी छ मलाई पो एलर्जी छ। तिमीलाई पनि ह्याप्पी होली। ल ह्याप्पी होली ल ह्याप्पी होली मेरो बुहारी भाइ छ पल्टनमा मेरो भदै ल मेरो भदै आऊ भरे ल मेरो भदैलाई विचार यता यस्तो गर्ने यता फर्केर ह्याप्पी होली ल भात ह्याप्पी ह्याप्पी होली ल ल ह्याप्पी होली मेरो भदैलाई राम्रो छ। आमा भदै र फुपू त एउटा जोडी हुँदो रहेछ हुनु चाहिँ फुपू त जोडी मिलेछ अरू नमिले पनि जोडी। ल ल ल हे ल ल आज हामी सबै यहाँ बसेर अब होली खेल्न जाँदै होली मनाएको अब खेल्नु जाँदैछु। साथमा यहाँ मेरो मोटो न मोटो बुहारीलाई पनि लिएर जाँदैछु हो खेल्नु लागि। जबरजस्ती गर्दैछु खेल्दैन भन्छ भाइ हेर्नु है यहाँ बुहारी खेल्दैन भनेछ हेर्नु जबरजस्ती लिएर जाँदैछु मैले आज होलीमा। रिसाई ठिसाई जाओ होली रङ्ग का होली बुरा नमानो होली हे। अब यहाँ दिदीको यहाँ आइसक्यो मुखिया दिदीको यहाँ साथीहरूको हालत यस्तो भएको छ यहाँ हो होली खेलेर अनि ल दिदी ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली छिटो पक्रेर गयो ह्याप्पी होली हाम्रो छोरीको कहिले बिहा हुन्छ?
ह्याप्पी होली सबैलाई अब हाम्रो साथीहरू सबै होली भइरहेको छ ह्याप्पी होली सबैलाई यति नै हो यति नै हो फोटो खिचौँ यसमा हजुर नानी साथी कहाँ आएको होली खेल्नु साथी कहाँ लुकेर बसेर थाहै छैन राजा आऊ न सुतिसक्यो जाऊँ कहाँ दाजु कहाँ छ लुकेको राजु आउनु ल टिका लान्छु ल छोरा मेरो छोरालाई यहाँ अनुपलाई ल ह्याप्पी होली छोरा ल बाँकी मानि होस् ल ल ल सिर्फ तिमी टिका लाउँछु ल यो मेरो प्यारो साथी राधालाई हो बिमारी छ तर पनि हामीसँग रमझम गर्नुलाई चाहिँ हिँड्नु हुँदैछ ल ल ह्याप्पी होली ल ल ल ल ल मेरो साथीलाई ह्याप्पी होली राधा हिँड ल थ्याङ्क यू यहाँ साथीहरू यहाँ गुजिया खाँदैछु मुख्य दिदीले पितामा बस्यो है हामी पाक्लो मान्छे ल दिदीले यहाँ दहीबाट यहाँ बनाएर खिलाउँदैछ हाम्रो यो मुख्य दिदीले रेणुका दिदीले हो अनि यहाँ होलीमा सबैलाई पहिला खिलायो गुचिया त्यहाँबाट यहाँ के हो के दहीबाट तिमीलाई तिमी खाऊ न म दहीवाला धेरै खान्छु ल अब हामी यहाँ होलीको मिठाईहरू खाँदैछु आस्ते आस्ते हो दहीबाट के हो अघि के थियो त्यो छोले त्यहाँबाट गुजिया खायो अब चिप्सबाट लिनु बाँकी छ अब अझ के बाँकी छ चिप्सहरू बाँकी छ के बाँकी छ अरे अब खाँदैछु देखाउँदैछु हो साथीहरू सबै यहाँ बसेर बिचारा यहाँ खाँदैछु ल साथीहरू हामी अब अर्को दिदीबहिनीको घरतिर जाँदैछौँ खेल्नु अब यस्तै रमाइलो गर्दै दिनभरि हो हामी जाँदैछौँ हो होलीमा अब नाचेर डाइजेसन गर्नुपर्छ हो दहीबाट साईबाट खाएर अब कता कता खेल्नुपर्छ ह्याप्पी होली ह्याप्पी होली जान्दैन ल हाम्रो पेसेन्ट दाजुलाई ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली सबै यहाँ होली खेलेर हो सबैको हालत यस्तो भएको छ यहाँ हेर्नु यहाँ होली खेलेर सबै निदाएर अल्छी भइसकेको छ थाकेर यी हाम्रो दिपा दिदी चाहिँ दिपा दिदीको यहाँ टाउको समातेर बस्नुभएको छ यहाँ राखिदिएको छ सगुन हो सबलाई तर खाएको पनि छैन के हो आन्टी खानुहोस् है अरूलाई चाहिँ अरूको सँगै उसलाई खाएर पुरा नसा लागेको छ राधा त के हो ढले जस्तो छ त ढले सबै ढले भएको छ यतातिर ल ल अब हाम्रो होलीहरू खत्तम भएर हामी साथीभाइ अब घरमा जाँदैछु सबै झिलिमिली तिरिमिरी भएको छ अलिअलि सबै अब हिँडेको घरतिर रात पर्यो कति बज्यो कति बज्यो 4 बज्यो 4 बज्यो अब नुहाई धुवाई गर्दाखेरि रात परे नै हाल्यो अब यो पालिको होली यस्तो नै भयो ल है ल
लो साथीहरू हेर्नु त्यहाँ बाँदरले सबै तितेबेर खाइदिएर यस्तो छाडेर बिजन राखेको हो। हेर्नु त्यहाँ इस्कुसको जडाहरू इस्कुसहरू सबै लाछेर हेर्नु लुछेर खत्तम पारेछ नि हाम्रो। के गर्ने होला यो बाँदरलाई त म त सकेन हो यो बाँदरसित यस्तो पनि बाँदरहरू हुन्छ क्या बाँदर यस्तो त तितेबेर सबै खाइदिएर यस्तो पारेर सबै होइन यौन्चाको पनि टिपेर नि यहाँ यस्तो पारेर यौन्चाको पनि यस्तो पुरा खाइदिएर हेर्नु न के गर्ने हो यो बाँदरलाई त भन्नु साथीहरू के गरेर भगाउने के छ भने आइडियाहरू बताउनु है। यहाँ पुरा बाँदरले आतङ्क मचाएको छ आतङ्क। होली खेलेर आएको साथीहरूसँग हो के गर्नु हेर्नु त यहाँ होली खेलेर आएर बगानमा यसो हेरौँ भनेको त अम्बक सम्बक सबै खाइदिएर लिचीको रुखहरू यहाँ भाँचेर सबै हो आमको फुलहरू सबै झारिदिएर हेर्नु त यहाँ के गर्ने साथीहरू भन्नु है साथीहरू तपाईँहरूसँग के उपाय छ भने बाँदरलाई कसरी भगाउने त्यसको के दबाई छ भन्नु है साथीहरू। अहिले आइडिया दिनुहोस् त साथीहरू। वाक्कै पाऱ्यो वाक्कै बिहान 5 बजीदेखि आएर अनि यस्तो पुरा भरे हेर्नु न यौन्चाको यहाँ खाइदिएर झारेर हेर्नु त यहाँबाट यस्तो पारेछ पुरा हेर्नु न के भन्ने होला सबै रुखमा कस्तो लाग्यो त सबै झारझुर पारेर खत्तम। हेर्नु त यहाँ बिजन राखेको थिएँ मैले हो हेर्नु त पुरा भाँचेरै यस्तो पार्दैछ हेर्नु ओह के हो के गर्ने हो के गर्ने यस्तो गरे यस्तो देखेर त केही गर्नु मन लाग्दैन केही गर्नु पनि लाग्दैन हो। अलिअलि गरेर सागसब्जी हुन्छ कि लगायो सबै खाइखुएर झारझुर पारेर सबै खत्तम पार्दैछ नि के भन्ने अब हो के भन्ने बाँदरलाई त यस्तो रिस उठ्यो नि भेट्यो भने त कच पार्दै थियो। आइ मान्छेको डराउँदैन साथीहरू बाँदरहरू छन् गेट देखाएर भाग्छ भन्छ नि यहाँको बाँदरहरू त भाग्दैन झन् टोक्नु पो आउँछ नि कति यहाँ एउटा पल्लो उतापट्टि छिमेकीलाई टोकेर हो झन् भगाएको त उल्टा उसको माथि आएर झम्टेर बिचरा लडेर हातै भाँचेछ अनि स्टिल लगाउनु पर्छ हातमा त्यस्तोसम्म भएको छ यहाँको बाँदर यस्तो आतङ्क मचाएको छ नि साथीहरू। होली खेल्नु गएको घर मालकिन होली खेल्नु गएको बाँदरले त बगानमा त पुरा होली खेलेर होली सबै फुलचुल यो के अरे सब्जी उब्जी तिते बेसे योन्चक सन्चक सबै 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 खाएर खत्तम। यता बाँदरले होली मालकिन चाहिँ उता होली सबै खत्तम पारेर खत्तम खत्तम। अब के भन्नु यस्तो यस्तो बाँदरलाई त कसैको यस्तो भएको छ बाँदरले खत्तम पारे हो खत्तम खत्तम खत्तम। बाँदर नामै बाँदर के भन्नु त्यसलाई। होली खेलेर मजाले रमाउँदै आएको त यहाँ त बाँदर त आफ्नै होली खेलेछ सबै होली। हे दिमाग खराब भयो होला साथीहरू आया एकछिनमा भेटौँ ल। यो साथीहरू तपाईँहरूलाई होलीको टाइममा तपाईँहरूलाई यो सानो गीत मेरोदेखि अनि यो गीतहरू सुनेर चाहिँ नहाँस्नु होला आवाज त राम्रो छैन तर पनि तपाईँहरूको लागि सानो गाइरहेको छु है। चलेछ बतास सुस्तरी मनै सररा भरोसा छैन जीवनको बिताउ हाँसेर आ हा 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 लाइक साथीहरू त्यस्तै नै हो जीवन भनेको हो। 2 दिनको जिन्दगी सबैसित मिलेर हाँसेर रमाएर खेल्दै गरेकै नै राम्रो हो सबैसित मिलेर बसेकै राम्रो हो। 2 दिनको जिन्दगीमा सबै अब यो त्यौहार त्यो त्यौहार भन्दै हामी मनाउँदै जान्छौँ रमाउँदै जान्छौँ आफ्नो दिनहरू घट्दै गएको हुन्छ। त्यही भएर 2 दिनको जिन्दगीमा सबैसित मिलेर हाँसेर बसेको नै राम्रै हो साथीहरू। त्यही भएर तपाईँहरू सबै साथीहरूसँग मिलेर हाँसेर नै बस्नु होला। अनि यही आशाका साथ तपाईँहरूलाई भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक सेयर अनि